म चाहिँ आज कसको बारेमा भिडियो बनाइरहेको छु भने साथीहरू भिडियो अन्तिमसम्म हेर्नु होला र तपाईँलाई थाहा हुन्छ कसको बारेमा मैले चाहिँ भिडियो बनाइरहेको छु भनेर चाहिँ तपाईँलाई थाहा हुन्छ है त साथीहरू। कसको बारेमा भने मैले हर्क साम्पाङको बारेमा, हर्क साम्पाङले चाहिँ बालेन शाह हाम्रो अहिलेको प्रधानमन्त्रीलाई चाहिँ बारम्बार स्याटर हान्ने र राजीनामा दे भन्ने क्या। किन हर्क साम्पाङको काम भनेको केही पनि छैन क्या। हर्क साम्पाङ मान्छे भनेको ढुङ्गा माटो बोक्नु बाहेक अरू केही काम गर्दैन क्या। दिमाग लगाउनु पर्यो, दिमाग हुनु परेन। अब बालेन शाहको के काम होला? बालेन शाह के बकवास फोकरमा बोल्नु मात्रै आउँछ क्या, काम गर्ने मान्छे के। प्रधानमन्त्री भएपछि उसको जिम्मेवारी कति धेरै जिम्मेवारी उसँग परेको छ। ऊ भनौँ न जनताले, नेपाली जनताले चाहिँ कतिको विश्वास गरेको छ बालेन शाहलाई भनेर चाहिँ सबैलाई थाहा नै छ यो कुरा हैन। र हर्क साम्पाङले किन बुझ्दैन क्या? जतिखेर पनि यस्तो सरकार चाहिँदैन, जतिखेर पहिल्यैदेखिको बालेन शाहको विरोध गरिरहेको थियो। म प्रधानमन्त्री बन्छु, म यस्तो गर्छु, म उस्तो गर्छु। अनि पछि भन्दाखेरि चुनावमा त जसले नि भनिहाल्छ नि भन्थ्यो होइन। अनि पछि जति गरे पनि हर्क साम्पाङ भनेको बालेन शाहको एउटा रौँ कपाल पनि हल्लाउनु सक्दैन क्या हर्क साम्पाङले। र तपाईँहरूलाई यो भिडियो मैले भनिरहँदाखेरि बोलिरहँदा तपाईँलाई कस्तो लाग्ला, म जे सत्य छ म त्यही बताउनु साथीहरू। किनभनेदेखि हर्क साम्पाङ भनेको मान्छे काम नलाग्ने नालायक मान्छे हो। र हर्क साम्पाङले जतिखेर पनि बालेन शाहको जहिले पनि भनौँ न गाली गलौज गर्ने के हर्क साम्पाङले, अरू केही जान्दैन। र बालेन शाह प्रधानमन्त्री भएपछि चाहिँ कतिको चाहिँ अहिले चाहिँ भनौँ न विदेशबाट कति लगानीकर्ता आएको छ नेपालमा लगानी गर्ने भनेर। रोजगारी अब नेपालमा भनौँ न एकदमै धेरै रोजगारी नेपालमा हुन्छ साथीहरू। हामी अब यसरी भनौँ न दाजुभाइ धेरै जस्तो चाहिँ विदेश जानुपर्ने दिन अब आउँदैन साथीहरू। विदेश जानलाई पनि अब गयो भने फ्री भिसा, फ्री टिकट। र बालेन शाहले हस्पिटलमा पनि सित्तैमा गरिबहरूको लागि चाहिँ सित्तैमा उपचार। अब योभन्दा बालेन शाहले के गर्ने ल भन्नु त? अरू पहिले प्रधानमन्त्रीले केही गर्नु सकेको थियो, 3 चोटि 4 चोटि प्रधानमन्त्री हुँदाखेरि पनि केही गर्नु सकेको छैन। बालेन शाहले चाहिँ भनौँ न भएको कति 3 महिना नि भएको छैन। अहिले हेर्नु त कहाँबाट के जिन्दगीमा कसले पनि नसोचेका काम गर्दैछ बालेन शाहले। अहिलेको प्रधानमन्त्रीले 35 वर्ष पुगेर 36 वर्ष टेकेको बालेन शाहले। ल हेर्नुहोस् 5 वर्षमा त होइन, 1 वर्षमा थाहा हुन्छ कि बालेन शाहले के गर्छ, 5 वर्षमा के हुन्छ भनेर साथी हेर्नु होला। जसरी चाहिँ महानगरपालिका जसरी विकास गर्नुभएको थियो बालेन शाहले, त्यसरी नै काठमाडौँको हरेक जिल्ला गाउँको हरेक जिल्ला चाहिँ सबै त्यो विकास हुन्छ। र जहाँ पिच भएको छैन त्यहाँ पिच हुन्छ। जहाँ चाहिँ भनौँ न वर्षौँदेखिको रोकिरहेको छ, दलाल ठेकदारहरूले गर्दाखेरि काम रोकिरहेको छ, त्यस्तो ठेकदारहरूलाई समात्ने काम भइरहेको छ र काम धमाधमै भइरहेको छ। अहिले बर्खा आउने, अहिले चाहिँ बर्खाको समय होइन भनौँ न, बर्खा आउनेको समयमा चाहिँ सबै पुलहरू बनाएर चाहिँ रेडी गर्छ बालेन शाहले भनेको छ साथीहरू होइन। र सबैतिर काम अहिले भइरहेको छ। किनभने कति ठाउँमा चाहिँ भनौँ न पिजै भएको छैन, कति ठाउँमा पुल बनेको छैन। पहिलाको मन्त्रीहरू, पहिलाको नेताहरू त के भनेको खानी मात्रै। तपाईँ हामीलाई जुगाले चुस्या जस्तो चुस्ने, जब उनीहरूलाई पुग्छ फेरि चुप लाएर बस्ने, फेरि चुस्ने। जुगाले के गर्छ भनेदेखि चुस्नुसम्म चुस्छ रगत, र उसलाई पुगेपछि आफै जुगा चाहिँ हट्छ क्या। हो त्यस्तै हो पहिलाको मन्त्रीहरू, पहिलाको सांसदहरू, पहिलाको सबैजना। बालेन शाहमा चाहिँ एउटा यस्तो नेता आएको छ कि जस्तो त्यो नेताले मात्रै देश यो जनतालाई परिवर्तन गर्नु सक्छ। र जनतालाई म के भन्नु चाहन्छु भने जनतालाई चाहिँ आफूमा नि अलिकति परिवर्तन हुनुपर्छ र आफू पनि केही गर्नुपर्छ। अर्काको कुरा मात्रै काट्दैन, आफू पनि राम्रो काम गर्नुपर्छ जस्तो मलाई लाग्छ साथीहरू। तपाईँलाई कस्तो लाग्छ? कुन ठाउँबाट भिडियो हेरिरहनु भएको छ? भिडियोलाई कमेन्ट म्यासेज गर्नु होला साथीहरू। र म त के भन्न चाहन्छु भने अहिले ज्ञानेन्द्र साई पनि हर्क साम्पाङको पछाडि लागेर चाहिँ राजीनामा दे जुन किसिमको भनेको छ नि। ज्ञानेन्द्र साई पनि दही चिउरे मान्छे हो क्या, दही चिउरे मान्छे हो ज्ञानेन्द्र साई पनि क्या। मुखमा राम बगलीमा छुरा भन्छ नि, हो त्यस्तै हो क्या ज्ञानेन्द्र साई पनि। भनौँ न अहिले चाहिँ बालेन शाहलाई चाहिँ कति जनताको आश छ, कति भरोसा छ बालेन शाहले केही गर्छ, पहिलाको नेताले केही गर्नु सकेन भनेर। त्यो आश, त्यो भरोसा चाहिँ बालेन शाहले चाहिँ भनौँ न कदापि पनि त्यो भरोसा आश चाहिँ तपाईँहरूबाट हामीबाट निराश हुनु दिँदैन। बालेन शाहले अवश्य काम गर्छ। र अहिले चाहिँ जुन सुकुम्बासीको पनि आइरहेको छ नि, सुकुम्बासीलाई चाहिँ बालेन शाहले डोजरले भत्काए, बिचल्ली बनाए, यताउति केही बिचल्ली बनाएको छैन। कुनै मिडियाहरू छ काङ्ग्रेस एमालेको भ्रम फिलाउने मिडिया हो, त्यस्तो मिडियाहरूलाई म खबरदार गर्न चाहन्छु र भन्न चाहन्छु कि त्यस्तो नचाहिने हल्ला नफिलाउनु होला। बालेन शाहले रङ्गशालामा
राखेको छ। अहिले जति नै भूकम्प पीडित होइन, जति पनि अहिले चाहिँ मेन सुकुम्बासीहरू, कुम्बासी पनि धेरै छ, सुकुम्बासी कम छ, तिनीहरूलाई चाहिँ एउटा व्यवस्थित पारेर राखेको। जबसम्म उनीहरूको लागि चाहिँ लाल पूर्जा दिँदैन, जब उनीहरूको लागि चाहिँ एउटा घर बनाउँदैन, तबसम्मलाई उनीहरूलाई सिधै म त्यहाँ बालेन्साले राखेको छ। अब योभन्दा राम्रो काम कति गर्ने के? त्यस कारणले गर्दाखेरि म भन्छु तपाईँ सबैजनालाई, अर्काको कुरा काट्नु छोड्नु, अर्काको पछि हिँड्नु छोड्नु। कागले कान लग्यो भन्दै म कान छाम्ने कि दौडेर कागभठामा जाने, आफै विचार गर्नु होला। नेपाली जनता धेरै भेडे नहुनु होला, किनभनेदेखि आँखा खोल्नु होला। अब भनेको तपाईँ हाम्रो भविष्य भनेको बालेन शाहमै छ। बालेन शाहलाई राजीनामा दिनु नभन्नु, किनभनेदेखि त्यो गल्ती गर्यो भने यो देश कहिले पनि बन्दैन, कदापि नै बन्दैन। किनभनेदेखि नेताहरूले यसरी खोक्रो पारेको छ कि यो देशलाई, होइन, त्यो खोक्रोलाई टाल्नुको लागि समय लाग्छ क्या। थोरै 1 महिनामा हुन्छ। 35 वर्षसम्म यो देशलाई लुटेको छ यिनीहरूले। 35 वर्षमा हाम्रो राजालाई पनि यिनीहरूले हटाएको हो। यो मन्त्रीहरूले ट्यान्टर म्यान्टर गरेर हटाएर यो ढुकुटी खाएको छ। सुजन ल्याङ मात्रै ब्याङ्क मात्रै विभिन्न किसिमको हजार करोड पैसा चाहिँ रहेको छ। यो नेताहरूको पैसा चाँडै चाहिँ ल्याउनु पर्यो भन्नु चाहन्छु म चाहिँ। अनि यो पैसा ल्याएर चाहिँ नेपालमा नै अब रोजगारीमा लगानी गर्ने हो कि कल कारखानामा लगानी गर्ने हो कि बन्द भएको फ्याक्ट्रीमा लगानी गर्ने हो कि नयाँ केही उत्पादन गर्ने हो कि कृषिमा लगानी गर्ने हो कि बिना धितो ब्याज लोन दिने हो कि त्यो सबै सरकारले गर्नुपर्छ भन्न चाहन्छु। र नेपालको जनतालाई नेपालमा नै 2 छाक भात खानुको लागि, 2 छाक दाल भात तरकारी खानलाई आफ्नो फ्यामिलीसँग बस्नुको लागि बाहिर जानु बाध्यता नपरोस्। तपाईँलाई कस्तो लाग्छ साथीहरू? कुन ठाउँबाट भिडियो हेरिरहनु भएको छ? मनमा लागेको कमेन्ट मेसेज गर्नु होला नडराइकन। किनभने बोल्नु पाउँछ, जसले पनि बोल्नु पाउँछ भन्दैमा फेरि त्यो विभिन्न किसिमको मुख छाड्ने, विभिन्न किसिमको नाना थरीको गाली गर्नु चाहिँ कसैले नि कसैमाथि चाहिँ मिल्दैन। यो चाहिँ चित्त बुझेन भने क्वेसन एन्सर जवाब दिनु मिल्छ साथीहरू। मैले जसरी मलाई चित्त बुझेन हर्क साम्पाङको बारेमा, त्यस कारणले भनेको अहिले प्रचण्डले नि हार मानिसकेको छ, भनेको छ कि बालेन शाहले राम्रो गर्छ। अहिलेको यङ लिडर हो, अहिलेको नयाँ प्रधानमन्त्रीसँग धेरै भिजन छ, धेरै आइडिया छ भनेर पढाइ लेखाइ पनि छ। त्यस कारणले गर्दाखेरि अहिले जुन किसिमको भइरहेछ, एक दिन बालेन शाह आएन भने प्रधानमन्त्री चाहिन्छ हामीलाई, बिना प्रधानमन्त्रीको हामी बस्दैन भनेर राजीनामा दिए, यस्तो प्रधानमन्त्री चाहिँदैन भनेर जुन किसिमको ज्ञानेन्द्र साई, जुन किसिमको हर्क साम्पाङले गरेको छ नि, यो घटिया व्यवहार भन्छु मैले, 1 नम्बरको घटिया व्यवहार गरेको छ नि। यस्ता त्यही हो बोल्ने शब्दहरू। ल ठिक छ, हर्क साम्पाङ त खुस्कियो, हर्क साम्पाङको बोल्ने ढङ्ग पुगेन। ज्ञानेन्द्र साई त मलाई त राम्रो लाग्थ्यो पहिला, ज्ञानेन्द्र साई त राम्रो मान्छे हो जस्तो लाग्छ। तर ज्ञानेन्द्र साई पनि यस्तो हुन्छ नि, एउटा कहावत छ नि, नराम्रोसँग लाए नराम्रो हुन्छ अरे क्या। भन्नु त गर्थ्यो तर त्यो चाहिँ आफू भर पर्छ है। तर ज्ञानेन्द्र साई पनि त्यस्तै भयो क्या। अब हर्क साम्पाङसँग लाएर हर्क साम्पाङ जस्तै भयो क्या ज्ञानेन्द्र साई पनि। त्यस कारणले म नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्छु कि बालेन शाहले तपाईँको भरोसा, तपाईँको विश्वास, तपाईँको आँटलाई कहिले पनि बिल्कुलै गलत काम गर्दैन। नेपालको लागि एउटा राम्रो काम गर्छ र नेपाल अब एउटा राम्रो देशमा चिनिन्छ। नेपाल एउटा आफ्नै एउटा भनौँ न एउटा चाहिँ राम्रो देशमा चिनिन्छ। नेपालमा चाहिँ अब चाहिँ भनौँ न अरू देशभन्दा भिन्नै देशले चिनिन्छ नेपाल साथीहरू। ल हेर्दै राख्नु, मैले भनेको छ बालेन शाह 3 महिना नि भएको छ भने प्रधानमन्त्री बनेको 1 वर्षभित्रमा के हुन्छ। तपाईँहरू मेरो च्यानललाई यसरी फलो गर्नु, यसरी सब्सक्राइब गर्नु, मलाई यसरी सपोर्ट गर्नु भन्न चाहन्छु। आजको लागि चाहिँ बिदा हुन चाहन्छु साथी। तपाईँलाई कस्तो लाग्यो यताउति भिडियो, यताउति तपाईँले भन्नु सक्नुहुन्छ है त।